स्वागत छ साथीहरू। सोपान फार्मास्युटिकल लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकहरूका लागि आइपी निष्कासन गरेको थियो, जसको बाटफाट समेत भइसकेपछि कम्पनीले फेरि सर्वसाधारणका लागि वैशाख 3 गतेदेखि वैशाख 8 गतेसम्म आइपी निष्कासन गरेको थियो। कम्पनीले जम्मा 34,74,900 किता आइपी निष्कासन गरेको थियो, जसमा वैशाख 8 गते अथवा अन्तिम दिनसम्म कुल 3,32,67,50 किताका लागि आवेदन परेको थियो, जुन कुल निष्कासनको 9.57 गुणा बढी हो। यो आवेदन सङ्ख्या हेर्दाखेरि नेपालको आइपिओ इतिहासमा यो अहिलेसम्मकै बढी आवेदन सङ्ख्या हो। कम्पनीको आइपिओ बाँडफाँड गर्दा जम्मा 34,74,490 जनाले 10 किताका लागि 10 किताका दरले सेयर हात पार्नेछन् भने करिब 25 लाख जनाको हात खाली हुने देखिन्छ। अब आउनुहोस् साथीहरू, कम्पनीको आइपिओको बाँडफाँड सम्बन्धी कुरा गर्नुपर्दाखेरि कम्पनीको आइपिओ बाँडफाँड यही वैशाख 16 गते हुने भएको छ। साथीहरू, यी थियो सोपान फार्मास्युटिकल लिमिटेडको आइपिओको रिजल्टबारे सम्पूर्ण अपडेटहरू। यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने कृपया भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला, किनभने आगामी दिनमा पनि हामी यस्तै आइपिओ र एफपिओका ताजा जानकारीहरू तपाईँहरूको अगाडि ल्याउनेछौँ।